Hello guys, welcome back my YouTube channel. सबैजनालाई स्वागत छ। आज चाहिँ हामी पशुपति भ्रमणको लागि घुम्नको लागि जाँदै छु भतित्रोमा। हेर्न सक्नुहुनेछ पशुपति जय शिव शंकर भन्ने ठाउँमा हो। यो चाहिँ आउँदैछु हेर। मेरो कपाल अलिकति बिग्रेको अवस्थामा हेर्न सक्नुहुनेछ तपाईहरुले। यो भित्र चाहिँ हाम्रो मिर्गा जरायो सरायो छ। मन्दिर जरायो छ नि भतिजी यो भित्र। उद्यो मिर्गा आजै सुन्नु मिल्दैन कारबाही गर्छ नि नसुनोस् अहिले कारबाही गर्ने यसले हात खाएको छ। ल ल ल ल ल बस यसले चाहिँ खाँदैछ मेरो हात। यसले खाएन नि त। ठुलोले यसलाई रिस उठे पार बस्छ त्यसमा सिङ कति ठुलो हो त यसको जाने। यसले चाहिँ खानेछ हौ। हात खाँदैछ मेरो अघि चाट्यो अरे भेटेन। यो चाहिँ बाछी रहेछ। त्यो चाहिँ बोकार छ। ऊ परतिर पनि छ। यसको सिङ काटेर बेच्नुपर्ने छ। कति पैसा आउँछ? हामीलाई चाहिँ सिङ काटेर बेचिसकेको छ त्यो अघिको जनावरको। मन्दिर शिवजी हरे हरे राम हरे कृष्ण हरे। हेर्न सक्नुहुनेछ मंदिर इधर पे पूजा हो रहा है, पूजा कर रहा है। पढ्यो हामी कता जाने हो? उतै होला भतिज। उतै ठाउँ बबल छ एकदमै। यो त कुनापट्टि भएर जान्छ भरे यो घन्टी बजाउँछ यता हामी भरे ब्लकमा घन्टी बजाइदिए भतिज। घन्टी पनि छ त्यसो भए छाड्दै कपाल त मेरो छसर्क भइसकेको छ। अगाडि त अब सेतो भन्दैछ पशुपति नदेन अघि भिडियो गर्नु भनेको त्यो केटाहरूको रिएक्सन डेन्जर आएको थियो त। मैले सिङ काटेर बेच्नुपर्छ भन्ने बित्तिकै होइन त। फोटो खिच्ने केटाहरू हो तिनीहरू। 100 रुपियाँ लिन्छ एउटा फोटोको। फोटो खिचौँ कि भनेको। कपाल त यस्तो छ अनि हो माडी उयो फोटो खिच्ने केटा त्यही हो। पहिला गएर चुरोट खानुपर्ने हुन्छ एक ठाउँमा बसेर, त्यसपछि मात्रै फोटो खिच्ने कुरा भइरहेको छ। अहिले तत्कालको लागि 2 मिनेट विश्राम। चुरोट खानु जानु पर्नेको।
आइफोन फोटो खिच्नु म्याम फोटो खिच्नु मन छैन हो फोटो खिच्नुहुन्छ यहाँ चाहिँ हाम्रो कहाँ अरे भतिज भूतको खण्डालामा पुगेको छ ए भनेको होइन रहेछ नि यहाँ मैले शिवजी हेर्न सक्नुहुन्छ तपाईहरूले मैले भूतको खण्डाला भनेको छ त्यसको लागि आई एम सो सरी मूर्ति हेर्न सक्नुहुन्छ यो चाहिँ हो लिक्पा ए लिक्पा होइन शिवलिङ्ग ए शिवलिङ्ग पनि होइन रहेछ त्यो चाहिँ के रहेछ भने के हो भातिज त्यो ऊ त्यो पढाएको त्यो त्रिशुल त्रिशुल चाहन्छु केवल साथ पाएथे जानुमा के अघि देखेको रुख यही हो हाम्रो टाढोबाट देखेको थियो त भातिज उयो अग्लो अग्लो क्यान्डी खाँदैन नि अब यहाँ बसेर एक ठाउँ गएर ठाउँमा खाने विचार गरिरहेको छु म फोटो दुईवटा तिनवटा चाहिँ खिच्नुपर्छ यस्तो जङ्गल घना जङ्गलमा घुम्न आएको मौकाको एउटा चिनो हाम्रै आइफोनले खिच्नुपर्छ फोटो क्यामेराले खिच्यो भने महँगो पर्छ यो जङ्गलमा हाम्रो गाई बस्तु पनि चराउनु ल्याउने रहेछ भन्ने कुरा थाहा भइसकेको छ मलाई मान्छेहरू हेर्न सक्नुहुन्छ रिएक्सन भिडियो त अब बनाउनुलाई यत्रै सित के मुनि छ मुनि छ ओ गर्लफ्रेन्ड बोयफ्रेन्ड रहेछ त्यहाँ चाहिँ होइन के अरे विदेशी तर तिनीहरूसँग गफ गर्नलाई अलिकता इङ्ग्लिस चाहिन्छ इङ्ग्लिस छैन अलिकता त्यो भित्र जान मिल्छ त्यो भित्र खासै नमिल्ला भतिज कहाँ दियो यो भित्र जान मिल्दैन होला कहाँ भित्र जान Call you baby, can we be my friend? Somebody, I'm away. हाम्रो एकजना साथी भेटिसकेको छ साथीलाई एकदमै अल्छी लाएर बसिरहेको छु भन्ने कुरा भइरहेको छ हो साथी साथी साथीले केही पनि जवाब दिएन चौडी पनि रहेछ भने गाई गाईको बाँधेर छिटै भेट्न आउन बाँदर रहेछ त्यहाँ हाम्रो जिन्दगानी बित्नु चिया खाने भन्छ यसले हान्छ कि हान्दैन त आमाम कत्रो ज्याङ्गो हो यसले चाहिँ मार्ने विचार गरिरहेको छ त्यही भएर फोन अहिले एकछिनको लागि गाइस हाम्रो चाहिँ बाँदरसँग फोटो खिच्ने कार्यक्रम सकिसकेको छ तर ऊ त्यहाँतिर ऊ बसिरहेको रहेछ तिमी नै हो बाँदरहरू त टन्नै आइपुग्छ त्यहाँ एकैछिनमा अब हामी चाहिँ घर फर्किने कार्यक्रममा सबै घुमिसकेको छ बाँदरहरूको हुलदेखि हुल माथि हुल कडी आइरहेको रहेछ सबै बाँदर अगाएर यसले बाँदरले फोन खोज्छ बाँदरहरू लगाउने कार्यक्रम सक्सेसफुल भएको अवस्थामा हामी अब घुमघाम गरेर फर्किँदैछु घरपट्टि बाँदरहरू पछाडि आउन सक्छ हेर्दै पनि गर्नुपर्ने हुन्छ सबैजनालाई थ्याङ्क यू भन्न चाहन्छु कलेजको बच्चाहरू आइरहेको छ यिनीहरूको अगाडि बेजत हुनसक्छ त्यही भएर भिडियो अफ हुनसक्छ चराउने ठाउँ रहेछ नि त यहाँ चाहिँ हेर्न सक्नुहुनेछ दुध चराउने ठाउँ रहेछ यहाँ चाहिँ
काठमाडौँ सहर तल हेर्न सक्नुहुनेछ। अब चाहिँ हामी रुममा गएर फोटो खिचेकोहरू एडिट गरेर भिडियो एडिट गरेर हाल्नुपर्ने भइरहेको छ होइन त भतिज। घुमघाम सकिएको जस्तो लागिरहेको छ। छोटो समयमा धेरै लामो भिडियो बनाउने कार्यक्रम चल्दैछ। सबैजनाले मेरो युट्युब च्यानललाई सपोर्ट गरिदिनु, सब्सक्राइब गरिदिनु। हामी चाहिँ अब फाइनली घुमेर फर्किसकेको छ रुममा। गर्मी पनि भएको छ, रुममा गएर बस्नुपर्छ। हेलो, हामी चाहिँ गाइज पशुपति घुमेर लपडाँडा आइपुगेको छ अहिले। लपडाँडाको डाँडामा बलुवा खानेमा डाँडामा चढ्दैछु। हाम्रो बाइक चाहिँ तल छ ऊ त्यहाँ। यो चाहिँ डेटिङ स्पट हो अरे। हुन चाहिँ गर्लफ्रेन्ड बोयफ्रेन्ड आउनुपर्ने छैन गर्लफ्रेन्ड, त्यही भएर हामी नै आइदिएको हो। काठमाडौँ सहर सबै देख्दछ यहाँले। केही खानु मन छ त यहीँ बस्थ्यौँ कि माथि जानु है? माथि जाने? घामले गर्मी त्यो ओपी हुनेछ। पानीपुरी खाइदिउँ है। हामी चाहिँ लपडाँडामा चढेर चाहिँ पानीपुरी खाने विचार भइसकेको छ। यस्तो डेटिङ स्पोट रे, कतिजनाले नाइटमा ल्याएर यहीँ कोङ्गी हान्ने। नाइटमा बस्छ होला डेटिङहरू होइन, थाहा छैन हामीलाई। हामी गर्लफ्रेन्ड नभए मान्छे त खासै आउने ठाउँ त होइन होला यो। गर्लफ्रेन्ड भएको मान्छे मात्र तल चौड हेर्न सक्नुहुनेछ। यहाँदेखि काठमाडौँ आदि देख्दैछ, बौद्ध अटो पनि देख्दो रहेछ। हामी बस्ने चाहिँ बौद्ध हो। डाँडा पुइसिदियो नि भतिज, डाँडै यो हो। अनि त्यो अघिको ठाउँमा गएर चाहिँ पानीपुरी चाहिँ खाएर जानुपर्छ। एक लट भति चाहिँ देखाउनु पऱ्यो नि त मान्छेलाई। जम्बू डाँडा भने त त्यहाँ पो छ त्यो घरमा बे भइक्यो त्यहाँ। यो घामको टकले अलिकति राम्रो नहुँदो रहेछ यहाँ। लगायत
हामी चाहिँ अब पानीपुरी खाएर घर फर्किन्छ सबैजनाले वाचिङ हेरिदिनु भिडियोलाई सब्सक्राइब गरिदिनु च्यानललाई बाई टेक केयर सी यू नेक्स्ट भिडियो अघि नै भनेको थियो तर फेरि लकडाउन आइहाल्यो त्यही भएर लकडाउन पनि थोरै भ्लग बनाएर हालिदिएको ल गाइज थ्याङ्क यू फर वाचिङ मी सब्सक्राइब माई युट्युब च्यानल